हामीसँग जोइन हुनुभएको अहिलेसम्म एउटा रन मिस गर्नु भएको छैन सो लेट्स गिभ अनि अहिले अलिक माइनर स्ट्रेचिङबाट स्टार्ट गरौँ त्यसपछि हामी मजाले स्ट्रेचिङ त्यही विराट पोखरमै गरौँ ल यो मोबाइलले त निकै सारा कुराले भिडियो मात्रै आउँदा आउँदै आएको थियो आफू चाहिँ पठाउँछ त्यस्तो त्यसो भन्नु त हिजो पुरानो भिडियो आएछ आफूलाई खोज्छु यो हेर्नु त तपाईँको कहाँ पोस्टमा 90,000 राम्रो भगरले युज गर्दैन जोडेको हुन्छ अगाडि बाइकमा आयो है तपाईँहरूको पोखरीको मजा आउँछ सुट भएर मुनिबाट
पानी पर फर्किनु पनि छ कि मनोज अरू वर्कआउट नगरौँ होला के गर्ने हो अलिक खुट्टा घानौँ न खुट्टा हान्ने हो ल रिभर्स कन्ट्रोल गरौँ न त 20 उभिएको ठाउँबाट ब्याक जाने होइन 1 खुट्टाको हान्ने हुन्छ कि अहिले ठिकै हो बिजे भाइले होइन कतिचोटि पो हाने यो चाहिँ के रहेछ यो ए सिप्लेटी पनि हाल्दै गर्छ त केटाकेटी यो ठिक छ क्या हामीलाई अरू चाहिँ आवश्यक क्या बुढा बाटो मान्छेलाई अरू त काम सक्दिनँ किन भन्नु पऱ्यो नि ओए रिया दिदी अगाडि त्यो होइन यो यस्तो गरेर अब I come back on सो आजको हाम्रो रन चाहिँ एकदम राम्रो फ्रुटफुल रन भनौँ हामीले धेरैजनाले नरोकी क्याम्पबाट यहाँसम्म हामी नरोकिकन आयौँ इभन मी अहिलेसम्म मैले कहिले बिचमा नरोकी आएको थिइनँ तर टुडे 3 to 3.5 किलोमिटर हामीले नरोकी गऱ्यौँ द्याट्स अ ग्रेट डिल होइन हामीले राम्रो कुरो गऱ्यौँ थियो नेक्स्ट क्ल्याप पहिलाको हाम्रो मनोज दाईहरू त यहाँ पनि राउन्ड हान्नु भएछ 3-4 राउन्ड उहाँहरूको लागि एकचोटि फेरि क्ल्यापिङ सो विशेष चाहिँ हाम्रो 19 गते बुद्ध शान्ति नगरपालिकामा हाफ म्याराथन हुन गइरहेछ 21 किलोमिटर्सको सो हाम्रो बिआरसीबाट पनि कतिजना रिप्रेजेन्ट गर्नुहुन्छ ती म्याराथनमै कुदेर इभन हाम्रो मनोज दाईले हाम्रो ड्यास दाईले अनि मेबी कति भाइहरूले सरोज भाइले पनि गर्नुहुन्छ प्लस हामी नकुदे पनि हामी सहभागिता जनाउने ट्राई धेरैभन्दा धेरै कोसिस गर्छौँ त्यहाँ सो को जानुहुने हो हामीलाई पहिल्यै सम्पर्क गर्नु होला हामी केही व्यवस्था मिलाउनेछौँ जाने मिलेर सबैजना सो हामी जानेछौँ त्यसमा पनि अनि सो त्यो डिजे रनमा चाहिँ हामीले एकदम बेसी पार्टिसिपेन्ट एक्सपेक्ट गर्दैछौँ हामी पनि एकदम मिहिनेत गर्दैछौँ त्यो इभेन्टको लागि त्यो रन चाहिँ 6 किलोमिटर्सको हुन्छ स्टार्टिङ पोइन्ट निदी नै हुन्छ अनि एन्ड पोइन्ट पनि निदी नै हुन्छ हामी एउटा सर्किट हान्नेछौँ यो एसियन हाइवे हुँदै मुक्ति चोक हुँदै भद्रपुर रोड अनि नेवा छापाको बाटो हुँदै हामी निदी फर्किन्छौँ फेरि सो त्यो इभेन्टको लागि पनि हामीलाई धेरैभन्दा धेरै भलन्टियर्स चाहिएको छ हाम्रो टिममा अहिले वी हेभ 10 to 12 पिपल तर वी आर एक्सपेक्टिङ 30 to 40 भलन्टियर्स त्यसको लागि सो हजुरहरू भलन्टियर गर्नुहुन्छ भने एकचोटि मलाई पर्सनली डिएम गर्दा हुन्छ अथवा मनोज दाईले डिएम गर्दा हुन्छ हामी हजुरहरूलाई ग्रुपमा एड गर्नेछौँ सो द्याट हामी त्यो इभेन्ट एकदम मजाले गर्ने कोसिस गर्छौँ किनभने हामी बिआरसीले लिड गर्ने हो त्यो इभेन्ट कलेजले बिआरसीलाई रेस्पोन्सिबिलिटी दिएको छ सो हामी बिआरसी रिप्रेजेन्ट गर्ने भएपछि हामीले बिआरसीको धेरैभन्दा धेरै नाम बनाउनुपर्छ किनभने नाम भन्दा पनि बिआरसीको बन्ने हो इभेन्ट बिग्रियो भने पनि कलेजभन्दा पनि बेसी बिआरसीको नाम बिग्रिन्छ सो हामी त्यो चाहदिनौँ हामी इभेन्टलाई एकदम नम्बर 1 बनाउने ट्राई गरिरहेको छौँ म पनि दिनभरि लागेर हामीलाई के चाहिन्छ कलेजका रिक्वायरमेन्ट्सहरू पठाउँदैछु हामी स्पोन्सर्स पनि ल्याउँदैछौँ सो द्याट हामीलाई फाइनेन्सियली पनि केही गाह्रो नहोस् सो
हजुरहरू जो जो भलिन्टियर्समा एड हुनुहुन्छ मलाई र मनोज दाइले पर्मिसन नपाउनु हुनेहरूले पनि भरे बेलुका फेरि हाम्रो क्याम्प 8586 मा स्टोरी टेलिङ पनि छ। हामी 2 जना मान्छेको स्टोरी सुन्नेछौँ अनि त्यहाँ पनि तपाईँहरू एटेन्ड हुन सक्नुहुन्छ। 4 बजे सुरु हुन्छ। त्यतिखेर आउँदाखेरि लिएर आउँदा पनि भयो, आफूसँग छैन भने पनि तपाईँहरूले अरू छरछिमेकी अथवा साथीभाइहरूलाई भन्दा भयो है। जिन्सको लुगाहरू जिन्स हजुर पुरानो युज नभएको फेरि किनेर ल्याएर दिनुपर्छ भन्ने चाहिँ होइन। युज भएको पुरानो अनि अर्को एनाउन्समेन्ट तपाईँहरूले त्यसरी जिन्स लिएर आउनुभयो भने क्याम्प 8586 मा ट्रेकिङ गियर्सहरूमा 10% डिस्काउन्ट पनि छ। यस्तो भने अलिक धेरै एक्साइटेड भयो है किन म कल गर्दैछु कि तपाईँ काम गर्नु न, हाम्रो अफिसमा गोडाउन गाडी एनटीले राम्रै